यो बलात्कारपछि हत्या सम्बन्धीको जुन नेपालमा अहिले प्रचलित कानुन छ यसलाई संशोधन गर्नुपर्ने देखियो। अब यहाँ हामीले सरकारलाई चाहिँ हामी अपिल गर्न चाहन्छौँ, यसको ड्राफ्ट बनाएर ल्याउनुहोस्। हामी सत्ता पक्ष प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र हामी यो संसदबाट पास गर्छौँ। म यही अपिल गर्न चाहन्छु। अब यो बोल्नुभन्दा पनि सरकारले चाहिँ छिटै ड्राफ्ट बनाएर ल्याएर आओस्, म यो अपिल गर्न चाहन्छु। र अब म विषयवस्तुमा गएँ। सम्माननीय सभामुख महोदय, जुम्लाको स्याउ हिमाली जिल्लाबाट अहिले स्याउ आइसकेको छ, बजारमा छ। सम्माननीय सभामुख लगायत यहाँ सम्पूर्ण माननीय सदस्यज्यूहरू र देशभरिका सबै नागरिकले चाहिँ एकपटक जुम्लाको स्याउ चाखिदिनु होला। र अहिले यो स्याउ आउँदा एउटा समस्या पैदा भएको छ। के भएको छ भने अहिले विदेशबाट पनि स्याउ आयात भइराखेको छ, त्यसले गर्दा नेपाली स्याउले बजार पाउन सकेका छैन। अघिल्लो आर्थिक वर्षमा मात्रै 10 अर्ब 55 करोड 75 लाख 81-82मा स्याउ आयो र अघिल्लो वर्षको यो साउन महिनामा 1 अर्ब 5 करोड 44 लाखको विदेशबाट स्याउ आयो, तर नेपाली स्याउले बजार पाएन। त्यो भएर म सरकारलाई, प्रधानमन्त्री र कृषि मन्त्रीज्यूलाई यो संसदबाट सबैले अपिल गरौँ, यो महिना 1-2 महिना चाहिँ विदेशबाट आयातित स्याउ रोकौँ र जुम्लामा मात्र 38,486 हेक्टर खेतीयोग्य जमिनमा जम्मा 11% मात्रै खेतीयोग्य छ, खेती भइरहेछ स्याउको। बाँकी 88% तपाईँको खेती गर्न सकिरहेको छैन। त्यति मात्रै हामीले खेती गऱ्यौँ भने नेपालको 9 अरब रुपियाँ चाहिँ नेपाललाई हामी उपलब्ध गराउन सक्छौँ। त्यही भएर राज्यसँग अपिल गर्न चाहन्छु, राज्यले 1 अर्ब लगानी गरोस्। हामी जुम्लाका जनता र जुम्लाका किसानले राज्यलाई 9 अर्ब रुपियाँ दिन सक्छौँ। हामीले त्यो चाहिँ तत्काल अहिले बन्द गरियोस्। विदेशबाट आयातित स्याउहरू बन्द गर्न अपिल गर्न चाहन्छौँ। र साथसाथै के गर्न चाहन्छु भने कृषि अनुदान ठुलाबडाका हातमा गएको छ, यसलाई संशोधन गर्ने भनेको छु। छिट्टै किसानका हातमा जाने काम गरियोस्। म यही अपिल गर्नु। हस्, धन्यवाद। जय राष्ट्र, जय नेपाल।